गाइज म चाहिँ युट्युबर चेतराज जोशी हो होइन। मेरो युट्युब च्यानल चाहिँ चेतराज जोशी S6K छ होइन। सबैले च्यानललाई सब्सक्राइब सबै गरिदिनु होला। म चाहिँ बाजुरादेखि खप्तडमा चाहिँ मेला लाग्छ अरे भन्ने कुरा सुनेको थिएँ। दशहरा मेला चाहिँ होइन। दशहरा मेलाको के रहेछ कस्तो रहेछ भनेर बुझ्नलाई आएको चाहिँ राम्रै रहेछ ठाउँहरू चाहिँ घुम्नलाई होइन। हाम्रो बाजुरा त्रिवेणी नगरपालिकाको बिनीको पाटन जस्तै रहेछ होइन। अलिकति बिनीको पाटनभन्दा अलिकति चाहिँ रहेछ, लगभग बिनीको पाटन भन्न पनि सकिन्छ होइन। अब त्यसमा चाहिँ राम्रै छ ठाउँहरू घुम्नलाई। सबै हाम्रो सुदूरपश्चिमको एउटा जोटी बझाङ बाजुरा अछामलाई छोएको सुदूरपश्चिमको 4वटा जिल्लालाई छोएर बनेको यो हाम्रो खप्तड राष्ट्रिय निकुञ्जको एउटा भित्रको एउटा यहाँ दशहरा मेला लाग्ने रहेछ होइन। दशहरा मेला यहाँ चाहिँ अलिकति देख्न बोल्न अनि आफूले मागेको केही कुराहरू पुरा हुने रहेछ। अनि मागेको कुराहरू सबै कुरा पुरा हुने हुँदा सबैको आस्था भनौँ न, भगवान्को आस्था भरोसा विश्वासले गर्दा सबै मान्छेहरू यहाँ आउने रहेछन्। सबैलाई रमाइलोको लागि कुनै एक दिनको क्षणिक रमाइलोको लागि आज आएर भोलि दर्शन रहेछ। अघिल्लो दिन आएर नै यहाँ पढेस्नु के भन्छन्, यहाँ बास बस्ने के गर्ने गर्दो रहेछन्। हाम्रो बडीमालिका नगरपालिका त्रिवेणी नगरपालिकाको हाम्रो खप्तड त्यो बिनीको पाटन जस्तो नै देखिन्छ हामीले हेर्ने हो भने एक्कासी हेर्ने हो भनेपछि चाहिँ होइन। अनि मेरो युट्युब च्यानल चेतराज जोशी छ, तपाईँहरूलाई थाहा नै छ। म युट्युबमा हाल्छु यो भिडियो चाहिँ। सबै लाइक कमेन्ट सब्सक्राइब गर्न कसैले पनि नभुल्नु होला होइन। जति सक्नुहुन्छ सक्दो सेयर लाइक कपी लिङ्क गर्न सबैले सक्नुहुन्छ होइन। अनि हाम्रो ठ्याक्क खप्तड बाबाको मेन ठाउँ हेर्ने हो भनेपछि चाहिँ गाइज यही नै हो। खप्तड बाबाको मेन मन्दिर चाहिँ यो नै हो। अनि यो चाहिँ साइडहरू छ। अब यो पुरै घोडाहरू छन्, भैँसी के सबै चिजहरू राम्रो चिजहरू पाइने रहेछ। यहाँ चाहिँ रमाइलो र चिसोले गर्दा अलिकति मान्छेले समस्याको उयो हुने रहेछ। बास बस्नको व्यवस्था चाहिँ त्यस्तो नै रहेछ क्या। तैपनि हाम्रो निलो